हेर्नुस् त सेकेन्ड इक्वेसन अफ मोसन है। सेकेन्ड इक्वेसन अफ मोसन को कुरा गर्नुहुन्छ भने हामीले ल्याउनु के छ है। हेर्नुस् त यहाँ देखाएको छ यो सेकेन्ड इक्वेसन अफ मोसन हो है। s इक्वल टु u प्लस v/2 गुने t। अब हेर्नुस् त हामीले थाहा छ वी नो दैट है द फर्मुला अफ एभरेज भेलोसिटी इज इक्वल्स टु के हुन जान्छ u प्लस v/2 वेयर u भन्नुको अर्थ इनिशियल भेलोसिटी, u भन्नुको अर्थ के छ त इनिशियल भेलोसिटी है। अनि v भन्नुको अर्थ के छ त फाइनल भेलोसिटी है। अपन के छ त 2 है। अल्सो हेर्नुस् त एभरेज भेलोसिटी इज अल्सो क्याल्कुलेटेड है बाय हेर्नुस् त के भनेको छ एभरेज भेलोसिटी इज इक्वल टु s/t है। डिस्टेन्स ट्राभल अपर के हुन जान्छ त टाइम टेकन। अब हेर्नुस् त इक्वेसन फर्स्ट एन्ड इक्वेसन सेकेन्ड है त फ्रम इक्वेसन 1 एन्ड इक्वेसन 2 वी गेट के हुन जान्छ त इक्वेसन फर्स्ट मा के छ u प्लस v/2 इक्वल्स टु s/t। हेर्नुस् त के हुन जान्छ यदि हामीले तिनीहरुलाई कम्बाइन गर्छौं भने क्रस मल्टिप्लिकेसन गर्छौं भने गुणा गर्छौं भने के हुन जान्छ त हेर्नुस् त के भनेको छ u प्लस v गुणे t इक्वल्स टु यहाँ हेर्नुस् त यसलाई योसँग गुणा गर्दिने यसलाई योसँग गुणा गर्दिने त 2s है। अब हेर्नुस् त यो s बराबर के हुन जान्छ त u प्लस v/2 गुणे t। यो प्रुफ भयो हाम्रो के सेकेन्ड इक्वेसन अफ मोसन।